सोमबार देशभर पृथ्वीनारायण शाहको 279औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो। दर्जनौं स्थानीय तहले औपचारिक रूपमा नै सार्वजनिक बिदा दिएर पृथ्वीनारायणको योगदानलाई जीवन्त राख्ने प्रयास गर्दै गर्दा काठमाडौँमा पनि विभिन्न कार्यक्रमहरू गरिए। मुलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि नेपाल राष्ट्रको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई पनि शाहवंशी राजाहरूको स्थापनाकर्ता भन्दा माथि उठेर हेर्ने प्रयास गरिएन। हुन त सरकारमा बसेका धेरैले पृथ्वीनारायण शाहलाई कतै न कतैबाट सम्झिरहेका छन् र उनको योगदानको खुलेर प्रशंसा गर्दै आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको योगदान अमर रहने भनेर सम्मान व्यक्त गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय भनेर सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। तर पनि पृथ्वीनारायण शाहको सच्चा सम्मान गर्दै एकता दिवसलाई सरकारी स्तरबाट बिउताउने काम भने कतैबाट भएको छैन। हामी नेपाली जनता भएर एकताको सूत्रमा यो मालाले सम्पूर्ण नेपाली जनहरूलाई एकीकरण गरेर अब फेरि पनि राजा र जनता भएर यो उशृङ्खल तरिकाले चलेको राज्य व्यवस्थामा फेरि सुव्यवस्था कायम गर्नलाई सम्पूर्ण नेपालीहरूलाई गोलबन्द गर्नको लागि आज हामी राष्ट्रिय एकता दिवसको अवसरमा हामी आम नेपाली जनताहरू भेला भएको छौं। 2224 राज्यलाई एकताबद्ध गरी विशाल नेपाल मात्र तयार गरेनन् उनले। तत्कालीन समयमा विश्वलाई नै आफ्नो मुठ्ठीमा कैद गरेको अंग्रेजहरूलाई बारम्बार हराएर नेपाललाई विश्वमा वीर गोर्खाली नामले चिनाए। गौरवका यिनै नायकको जन्म जयन्ती मनाउन पनि अहिले कन्जुसाइ गर्नुपर्ने अवस्था आउनु यो कस्तो विडम्बना हो। 4 जात 36 वर्णको फुलबारी हो नेपाल भन्ने एउटा सन्देश दिनको लागि सन्देश सहितको एकता दिवसमा यसरी माला उनेर गरिएको छ, देखाइएको छ। यो देश एकता हुनुपर्छ, जनता एकता हुनुपर्छ, धर्ममा एकता हुनुपर्छ भनेर जुन पृथ्वीनारायण शाहले जुन एकीकरण गर्नुभयो त्यो अनेकताको एकताको विषयलाई उहाँले ल्याउनु भयो र सारा नेपाललाई एक बनाएर सारा 2224 राज्यलाई एक बनाएर जुन एउटा विशाल नेपाल निर्माण गर्नुभयो त्यो नेपाल निर्माणले आज हामी नेपाली भन्न पाएका छौं। सोमबार सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिगमा माल्यार्पण गर्न र उनको योगदानको स्मरण गर्न पुगेका नागरिक समाज र राष्ट्रिय प्रजातन्त्र पार्टी एवं शिवसेना नेपालका कार्यकर्ता र प्रहरी बीच निकै बेर घम्साघम्सी पनि भयो, जसमा 3 महिला घाइते समेत भएका छन्। आफ्नो संस्थापक मान्दै आएको नेपाली सेनाले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हात पार्दा गोर्खादेखि काठमाडौँसम्म हिँडेको बाटो पैदल यात्रा गरेर विशेष सम्मान प्रकट गरेको छ। नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्मानमा सोमबारदेखि आफ्नो मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको पनि स्थापना गरेको छ। विक्रम सम्वत 1779 पुस 27 गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले गोर्खालाई केन्द्र बनाएर नेपालको भूभाग पूर्वमा टिस्टा र पश्चिममा काँकडासम्म पुर्याएका थिए। क्यामेरामा मदन सापकोटाका साथ टिभी जर्नलिस्ट रिया भण्डारी, काठमाडौँ। कोरोनाले सृजना गरेको संकटमा पल पलका न्यूज अपडेट र हर क्षेत्रको कभरेजका लागि न्यूज 24 नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला।